हो साथीसँग भेटघाट भइगयो, मिठो मसिनो खाइहाल्यो। सुदामाजी फर्किनुभयो, कृष्णजीले परसम्म पुर्याउनु। ल सुदामा भेट्दै गरौँ ल, यसरी माया नमार न हो, बेला बेला आउने गर न हो साथीसँग भेट। म त भ्याउँदिनँ हो, बिजी छु, यो द्वारकामा धेरै छ बेला भन्दा। तिमी चाहिँ आउँदै गर है। बिदा भए। सुदामाजी मनमा नाना प्रकारको तर्क वितर्कका साथमा आफ्नो घर आउनुभयो। घर आएर आफ्नो पहिलाको जो घर थियो यताउति हेर्छन्, घर छैन, महलै महल मात्रै छन्, झोपडी त कोही छैन। म त कुन बाटो आएँ हौ, म त घरै बिर्सिसकेछु, कहाँ छ मेरो घर? श्रीमती छोराहरू छोराछोरी कता छन् खोज्दै जाँदा बाहिर निस्केर छोराहरूले श्रीमतीले भने, बाबा बाबा हाम्रो घर यो, तपाईँ द्वारका गएदेखि चाहिँ हाम्रो यो महल बनिएको हो, कुनै प्रकारको दुःख छैन यहाँ, एकदम एयर कन्डिसनको वातानुकूल भवन। आउनु, कुनै प्रकारको खानापिनाको दुःख पनि छैन, लाउनको दुःख पनि छैन, जति जे जे आनन्दै आनन्दले भरिएको हाम्रो घर छ। तपाईँ जाइहाल्नुभयो, यहाँ भगवान्ले खै के गरेर यहाँ त हाम्रो त महल। सुदामा महल हेरेकै भयो। यति अग्लो महल छ, टोपी खस्ने खालको अग्लो। आम्मामा, सबै परिवारले भित्र लिएर गए। सुदामाको नमागिकन भगवान्ले दिने, हामी त माग्छौँ नि। मन्दिरमा गए